वास्तवमा यो द्वन्द्व आन्दोलन हिन्दू मुस्लिमको मात्र नभएर प्रचण्ड केपी हर्के अन्य अजरकको भित्री राजनीति खेल हो जस्तो लाग्छ हैन। जबसम्म केपी प्रचण्ड हर्के यस्ताहरू रहन्छन् नि तबसम्म चाहिँ देशमा आन्दोलन द्वन्द्वहरू भइराख्छन्। 30-35 वर्षदेखि लागेको लत हैन। यिनीहरूले देशमा हिंसा हत्याकाण्ड आन्दोलन द्वन्द्व नगरी यिनीहरू बस्नै सक्दैनन् हैन। वास्तवमा भन्ने भने हाम्रो देश सतीले सरापेको देश हो। यहाँ राम्रो काम गर्ने केही गर्छु भन्नेहरूका खुट्टा तान्ने मान्छेहरू हजारौं हुन्छन्, लाखौं हुन्छन्, ताने हुन्छन्। यो सब राजनीतिक खेल हो। बालेन सरकारलाई चाहिँ गिराउन फसाउन खोज्ने खेल हो हैन। यो प्रचण्ड केपी ओलीको सबै खेल हो। भाइ दाजुभाइ लडेर हिंसा हत्या मारकाट गरेर हुनेवाला केही छैन। पाउने भनेको दुःख जनताले हो, भोग्नु पर्ने भने जनताले हो। यिनीहरूलाई के हुने हो, केही पनि हुनेन। मजाले बसेका छन्, जनताहरू लडाएका छन्। जनता पनि कति पागल है, कति मूर्ख। ओ माई गड, छोडिदियो। त्यसैले जनताहरूले बुझ्न जरुरी छ कि यो सब राजनीतिक खेल हो, सब यो नेताहरूको चाल हो भनेर। त्यसैले हामी दाइ दाजुभाइ लड्न बन्द गरौँ, एक आपसमा मिलेर बसौँ, सबैजना सचेत रहौँ र हामी पनि सचेत बनाऊ, अरूलाई पनि बचाउँ, आफू पनि बचौँ। त्यसैले दाजुभाइ लड्ने काम नगरौँ। यो सब नेताहरूको चाल खेल हो भनेर बुझ्नु पर्यो।